सुन्नुहोस् न भन्नुहोस् न अनि के हजुर हजुर अनि हिजोको राति रमाइलो भयो नि म त रक्सीको तालमा कहाँ सुतेको नि कस्तो रमाइलो हो निन्द्रा लाग्यो नि भनेको निन्द्रा त लाग्यो के पाहुना पसल डिस्टर्ब गरेको डिस्टर्ब त अब अलिअलि सारी लाएर बसिथ्यौ के तिमी त उम्, अब गिलासमा दुध लिएर सारी लाएर बसेको रहेछौ उम्, कमसेकम अलिकति यसो नाइट ड्रेस लाएर बस्नु पर्छ नि कपडा खोल्दा खोल्दा बिहान भइसक्यो के रमाइलो गर्नु खोइ हजुर के गर्ने होला नाइट ड्रेसै ल्याउन बिर्सेछ घरबाट सारी लाएर आउँछु सारी खोल्न 1 हप्ता लाग्छ यस्तो पाराले कसरी फ्यामिली प्लानिङ गर्ने अनि चाहिँ तिम्रो अनि कि तिम्रो चाहिँ बिहाभन्दा अगाडि चाहिँ यस्तै लसपस थियो कि थिएन थिएन नि मेरो त गोठा लाग्दा ए नै गोठा त मेरो हुन्थ्यो मेरो पनि थिएन कि उम्, अनि तिमीलाई हाम्रो घर चाहिँ कस्तो लाग्यो एकदम राम्रो तपाईँको घर पनि तपाईँको मन पनि तपाईँको त्यो पनि त्यो पनि मतलब त्यो पनि तपाईँको मन पनि राम्रो रहेछ भनेको हजुर हजुर मनको कुरा पो गरेँ कि आजकल धेरै काजु खाएर मैले अर्कै सोध्छु क्या बा अनि कि अब चाहिँ के सोच्छु त नि प्यारी अब केही वर्ष यस्तै बच्चा नपाइकन बस्ने हो कि अथवा फ्यामिली प्लानिङ गरिहाल्ने हो गरिहाल्ने फ्यामिली प्लानिङ हजुर गरिहाल्ने कि अहिले नि सुरु हाल्ने अनि पहिलो सन्तानको नाम चाहिँ के राख्ने नि मैले त सोचिरहेको छु रुचि राखिदिनु पर्नेछ छोरीको नाम चाउ रुचि यो कस्तो नाम रुचि रुचिमा चाहिँ रुबिन र चियावालीको रुचि क्या नाम आधा किन मक्ख परेको यस्तो नाम कहाँबाट सोचेकी त नि सोचेको नि कसले सिकायो सिकाएको होइन आफै आएको अब जानुपर्छ भोलि जानुपर्छ हिजो त सुहागरातको दिन अब त्यस्तै नाइट ड्रेस लाएर आऊ है नाइट ड्रेसै छैन ल लक्ष्मी रोज नाइट ड्रेस चाहिँ किन नलेके त अनि बिर्सेछु नि त्यसो कटुला अनि बिहे भएको छ भने थाहा हुँदा त सायद लाएर किन आयो पछि त साडी लगाउनु पर्छ भनेर नि बिर्से नि नाइट ड्रेस ल्याउनै हजुर हजुर बिहेमा आउनु भ्याउनुहुन्छ 1 गते माघ 1 गते अनि कार्ड त बनाउने भ्याएन हतारमा गर्न लागेको बिहे हो के हजुरलाई निम्तो गरेको नि आउनु होला पशुपतिमा बिहे गर्न लागेको मन्दिरमा ए पशुपति मान्छे अनि नआउने मेरो बिहेमा अङ्कल आवाज सुनेन मेरो बिहेमा नआउने तपाईँ हजुर 1 गते छ कि अङ्कल मेरो बिहे आउनु ल ए हुन्छ ल म भोलि भेटेर हजुरलाई म निम्तो दिन्छु नि कार्ड हुन्छ हस्